इम्पोसिबल लागिरहेको थियो सुरुमा 1 घन्टा हिँड्दाखेरि तर पोसिबल भयो अनि म अर्को के भन्नु चाहन्छु भने नयाँ अनुभव हो क्या कुनै नचिनेको ठाउँहरू थियो चिन्यो यताउता देखियो नयाँ अनुभव भयो रमाइलो भयो तेरो चाहिँ कस्तो रह्यो यो यात्रा रमाइलो अनि रमाइलो मात्र होइन एक अविस्मरणीय पनि रह्यो यो छ चाहिँ लाभो सम्म नबिर्सनु नै भयो भनौँ भन्नु पनि अलिक कस्तो लागिरहेको छ भन्देऊ न माछा पोखरीमा छक्काले जिस्काएर बिजोग हो गाइस हेलो के छ मेरो साथीहरू वेलकम टु ब्याक माई युट्युब च्यानल फाइनली सो गाइज आज चाहिँ हामी रिङ रोड घुम्ने तयारीमा छौँ 3 जना साथीहरूसँग त्यस कारण हामी चाहिँ कोठाबाट निस्किसक्यौँ अहिले बिहानको 3:15 कति लाग्नेछ रिङ रोड घुम्न त्यो चाहिँ अब यही भिडियोद्वारा हेर्नु होला हामी चाहिँ अब लेट्स गो लाग्यो हेर्नु होला साथीहरू अलिक अगाडि बढिसकेको छ हामी चाहिँ लाग्यो अब चाहिँ यहाँबाट हाम्रो टार्गेट यहीसम्म रिङ रोड घुम्दै आज ल लेट्स गो साथीहरू आइयो फाइनली सो गाइज अब चाहिँ हामी स्वयं आइपुगेको छौँ ल भर्खर हाम्रो यात्रा रिङ रोडको यति एक छेउ हुँदैछ अब हामीले अझै धेरै ठाउँहरूलाई पार गर्दै बटिनु पर्ने छ साथीहरू अगाडि बढिसक्दैछ हामी अहिले फाइनली हामी 2 जना चाहिँ अगाडि बढिरहेको छौँ एकजना साथी पछाडि छोडिरहेको छ जस्तो गाह्रो भए पनि होइन भिडियो र मान्छेको अनुहार कालो भयो भने हाम्रो मन चाहिँ यस्तो छ नि त होइन हामी चाहिँ जस्तो भयो भने मनको सफा छौँ कि तर चाहिँ यस्तो थम्बनेलमा राम्रो फोटो हाल्छु थम्बनेलमा राम्रो फोटो थम्बनेलको लागि म यस्तो बब्बाल फोटो खिच्छु नि गाइज भरे उपर भर्खर कलङ्की आइपुग्नु लाग्यो कलङ्की तर धेरै छ यार बाँकी हामी चाहिँ साथी पर्खिने क्रममा छौँ हाम्रो साथी एकजनाले कमजोरी पर्थ्यो कि गरिरहेको थियो यहाँनिर हेर्नुहोस् गाइज यतिको जोस चाहिँ चाहिन्छ यो उमेरमा होइन काजी है यति काजी लाउरे अब लाउरे बन्नु सकिनँ भने पनि यो भ्लग हेर्नेहरूको म बन्छु चाउरे म चाहिँ लाउरे चाहिँ खासै मेरो पहिलो चाहिँ थियो हल्का म लाउरे पर्थेँ अहिले चाहिँ केटाहरूको लागि लाउरेको लागि यस्तो निस्किदिएको है आज गाइज हाम्रो लाउरे हुनेवाला लाउरे भविष्यको आइ गर्दै कस्तो हुँदैछ त एक्सपिरियन्स रनरको हाम्रो अर्को रनर कता होला यसपालि सिधै पास जिन्दगीमा केही प्रगति गर्नु छ भने यसरी सङ्घर्ष गर्नुपर्छ गाइज त्यस कारण चाहिँ हामी आज घरको मैदानमा उत्रिरहेको छौँ केही छैन र पनि हामी जस्तो बाधा आइपरे पनि अगाडि बढिरहेको छौँ भनेर भन्न चाहन्छौँ त्यस्तै छ टोली मुभ भन्ने मान्छे छैन आफैले भन्नुपर्ने रहेछ टोली मुभ
हो यार क्या हामी त एउटा यही बेलामा एउटा मिठो लाइन गाँच्न र पत्ताले बैशाखीको खडेरीमा आगो बाल्न चलाइदियो भन्दै थियो प्रेमको डोरी अधुरैमा जलाइदियो बैशाखीको खडेरीमा आगो बाल्न चलाइदियो भन्दै थियो प्रेमको डोरी अधुरैमा जलाइदेऊ अनि शान्त थियो मनको तल ढुङ्गा हानी चलाइदियो फुलको ढुङ्गा आकाशरी मैले अरे वाह वाह अरे वाह वाह गाइस अब चाहिँ हामी फेरि एकछिन क्यामेरा बन्द गर्छौँ हामीले पुरै भिडियो हाल्न सक्दैनौँ नि त धेरै लामो बन्छ त्यसकारण छोटो छोटो यसो क्लिपहरू रमाइलो क्षणहरूको हालिदिने हो ल ओके गाइस हामीले क्यामेरा बन्द गरे हेलो गाइस हामी के काजी युट्युबर काजी हालमा 25 मिनटको भ्लगमा आइरहेको थियो आज जे भए पनि अनि सबले सपोर्ट गरिदिने अनि हाम्रो होइन तिमीले च्यानलबाट हाल्ने होला नि त्यो न्यू च्यानल इन्टरटेनमेन्ट युट्युब च्यानलको नेम चाहिँ न्यू च्यानल इन्टरटेनमेन्ट के छ अरे इन्टरटेनमेन्ट युट्युब च्यानल इन्टरटेनमेन्ट युट्युब च्यानल छ अनि सबले सब्सक्राइबर गर्नु होला लाइक कमेन्ट सेयर अनि हामी चाहिँ आज रनिङ हिँडेको बालाजगढ 70 यहाँ मिलन पनि छ मिलनलाई पनि हल्का सपोर्ट हाल्नु होला अनि यता इन्टरटेनमेन्ट च्यानल छ एउटा हतिया पनि सब्सक्राइबर हाल्नु होला ल यति भन्दै अब मेरो यो शब्द चाहिँ यहीँ क्लोज गर्न चाहन्छु I don't know, we can't reach these channels. हेर न के भनेको होला हो मिलनले त ल सो गाइज हामी चाहिँ अब कलङ्कीको छेउछेउ आइपुगिसकेको छौँ कलङ्की आइपुग्यो भन्दा हुन्छ कलङ्की नै होइन चोकमै हो रहेछौँ ट्याक्कै मलाई लोकेसन नआएर मात्र कलङ्कीको छेउछाउ भन्यो चोकमै आइपुगिरहेको रहेछौँ यहाँबाट हामी अब डाइरेक्ट होइन त बल्खु होइन उता ऊ होला खसी बजार चिन्ता नगरकडा हो हाम्रो मार्केट चाहिँ सकेर एकवटा रेडबुल चाहिँ हालेर हो सुत्नु पर्छ मस्त भन्नाले त अलिक भएन सुत्नु ल कलङ्की चोकबाट देखिएको भ्यूहरू हेर्नुहोस् तर कुन ठाउँ यता पारिमा चाहिँ मलाई चाहिँ थाहा भएन चोकबाट उता देब्रे साइड देखिएको भ्यू है यो सो गाइज हामी चाहिँ अब अहिले कहाँ अरे खसी बजार आइपुगेको छौँ खसीको मासु खाने भने चाहिँ यतातिर आउनुहोस् गाइजहरू अस्ति म यो खसी बजार आएर नि एउटा सहकारी खोज्नुको लागि यही ठाउँतिर घुमेको हो क्या म मिलन यस्तो घुमेँ भने अलिक उपर रहेछ ल हामी खसी बजार आइपुगेको छौँ ल अहिलेको लागि चाहिँ फेरि खसी बजारको केही थोरै भ्यूहरू देखाउँदै क्यामेरा अफ गर्न चाहन्छु भन्दै चाहिँ बालेन्टको सिटी भनेको होइन रहेछ मिलन हो म त बालेन सिटी भनिदिइरहेको जे होस् बालेन सिटी नै हो नि त
यो के चियाको बिरुवा होइन चिया त होइन यार यो त फेरि फुल हो उयो परेको त चियाको जस्तो देखियो रातो फुल जस्तो छ फाइनली सो गाइज हामी चाहिँ अब फेरि बल्ख आइपुगेका छौँ अहिले बल्ख आइपुग्नु त हामीलाई धेरै लाग्यो नि आज अहिले त जे होस् ओ चाइना भनेको चाइना नेपाल भनेको नेपाल नै हो बोर्डर बारी बसेर बोर्डर पारीको सपना कहिले पनि नदेखिनु गएर मजा देखिनु होइन फिल गर्नु विकासको फिल गर्छु र त नि यो पनि हाम्रो एउटा चाइनाको एक टुक्रा हो कि चाइना त्यही त नि अनि जे अब नेपालमा यस्तो विकास गरिरहेको छ भने उसले आफ्नो देशमा कस्तो विकास गरेको हो अर्काको देशमा यस्तो गरिदिन्छ भने फाइनली सो गाइज हामी चाहिँ अहिले सानेपाई त होला सानेपाई पुगिएको छौँ होस् न त फाइनली गाइज हामी चाहिँ गोर्खा आइपुग्यौँ थाहै नपाई साध्य बाटो कटिएछ है हामी चाहिँ पुल थियो मैले त अब यस्तो हो कन्फ्युज भइदियो कि साध्य बाटो यही हो जस्तो फेरि भन्नु कि भने फेरि मिरनले अघि अलिक परै हो साध्य बाटो भन्दै थियो अनि त्यो होला नि त भन्ने अनि बोल्दैन त भनेको छु त अनि के भन्नु फाइनली सो गाइज हामी चाहिँ ललितपुरको बाल्कुमारी आइपुगेको छौँ है कटिसकेको छौँ चाहिँ क्या थाहा भएन ट्याक्कै चाहिँ ल हामी चाहिँ ललितपुरको बाल्कुमारी कटेर आइसक्यौँ है लगभग कोटेश्वर पुग्नु लाग्यो मिल हेलो गाइज फाइनली हामी चाहिँ कोटेश्वर आइपुगेको छौँ अब चाहिँ आधा बाटो जस्तै आइपुग्यो आधा बाटो भन्दा अलिक बढी नै आइपुग्यो कोटेश्वर सरी तिनकुने आइपुगेको छौँ तिनकुने ग्राउन्ड यता छ हामी चाहिँ अब बाटो मरियो भन्दै तिनकुनेको हल्का भ्यू हेरिदिनुहोस् रातिको यस्तो के देख्छ राम्रो छैन के गाइस तर मैले आज सोचे जस्तो भ्यूहरू पाएको छैन कि गाइस हामी चाहिँ अहिले सिनामङ्गो कटेर यहाँ आइपुग्यो अगाडि बढिँदैछ अब हेरौँ कहाँ पुगिन्छ अब हेरौँ अर्को लोकेसन कतिको छिटो पुग्न सकिन्छ यहाँबाट गौशाला होइन सक्दैन नि फेरि चराक चुर्क यहाँबाट गौशालामा अब गौशालामा भेट्नुपर्छ गाइजहरू पर्दा फाइनली गाइस एयरपोर्ट आइपुग्यो एयरपोर्ट अब एयरपोर्ट कट्यो भन्दा भयो होला गौशाला आइपुगेको छ कति
अब लगभग धेर छैन, 1.5 घन्टा 2 घन्टा धेरै भनेको। त्यही भएर ल यता त बिहान बिहान पनि राख्दो रहेछ त कपडा पोत आया। हामी चाहिँ ट्राभेल आइपुगेको छौँ, ट्राभेल पुल लास्ट गली आएको चाहिँ ट्राभेल। यो माथिबाट बनाएको फाइनली सो गाइज अब हामी पुग्न लागेको छौँ, बैठनी पुऱ्याइसकेका छौँ। अब चक्रपथ म चाहिँ अहिले चक्रपथ हाम्रो नेपालको स्वर सम्राट नारायण गोपालको प्रतिमा घाट आइपुगेको छु। त्यहाँ त धेरै पछाडि नै छ, म चाहिँ हल्का तेल दिएको त्यहाँ परबाट। स्वर सम्राट नारायण गोपालको प्रतिमा यहाँ रहेको छ। अब यहाँबाट धेर छैन गाइज। फाइनली सो गाइज आज चाहिँ हाम्रो रिङ रोड घुम्ने मिसन सक्सेस भएको छ। हामी 3 जना सँगै छौँ। अब केटाहरूको एक्सपिरियन्स के भन्छ त्यसलाई, कस्तो रह्यो एकपटक सबैजनाले भनिदिनु र। मिलन जाओस् न त। म के भन्न चाहन्छु भने इम्पोसिबल लागिरहेको थियो सुरुमा, 1 घन्टा हिँड्दाखेरि, तर पोसिबल भयो। अनि म अर्को के भन्न चाहन्छु भने नयाँ अनुभव हो क्या, कुनै नचिनेको ठाउँहरू थियो, चिन्यो, यताउता देखियो, नयाँ अनुभव भयो, रमाइलो भयो। लगभग कतिमा हाल्यो त हिसाब? हामी लाग्नु त टाइम धेरै लाग्यो, टाइम पनि भनिदिउँ न त कतिमा हाल्यो भनेर त। कति 3:15मा हिँडेको होइन, हामी 8 बजी आइपुग्यो। लगभग 5 घन्टाको हाराहारी भयो नि त भन्ने पर्दा। फेरि यस्तो च्यालेन्ज हामी ल्याउने छौँ भन्दै अब पत्तापट्टि गयो। पत्ता तेरो चाहिँ कस्तो रह्यो यो यात्रा? रमाइलो अनि रमाइलो मात्र होइन, एक अविस्मरणीय पनि रह्यो। सबभन्दा चाहिँ लाभो नबिर्सनु नै भयो भनौँ। एकदम खतरा हो। अनि गाइड सुन्नु होला, खरायो जति सुकै पावरफुल भयो भने रेस जित्ने भनेको अन्तिममा कछुवाले नै हो। यो कुरालाई तपाईँहरू पनि विश्वास गर्नु होला। खराएको कछुवाको भन्नु न त, त्यो चाहिँ आफै बुझ्नु होला। भोलिबाटै थाहा हुन्छ। ल म चाहिँ के भन्न चाहन्छु भने गाइड, मेरो लागि चाहिँ बच्चाको खेल हो यो। सकेपछि त अब गफिने हो नि त, सुरुमा पो गाह्रो थियो नि त। मान्छे हरायो अरे को मान्छे हरायो यार, म यहाँ हराउने बेला भइसक्यो। धेरै बुढो हो यार यो त। जाउँ, राम्रै केटी भए त म बुझ्थेँ। 10,000 प्राइस छ अरे। अब एउटा यो कुरा पनि भनिदिउँ न त। अब हाम्रो यो रेसमा चाहिँ जस्तै केही बाटोमा राम्रो नराम्रो केही बाटोहरूको त्यसको पनि भनिदिनु पर्यो नि त। अब अरूहरू जानु पर्यो भने बाटोको बारेमा म के भन्नु र, चाइना भनेको चाइना हो, नेपाल भनेको नेपाल हो। चाइनाले बनाएको बाटो धेरै राम्रो छ। त्यो बिचमा बाधा अवरोध जस्तै केही छैन है हाम्रो। यस्तो खासै केही छैन, बिचमा हल्का भोक लागेको थियो गाइड, खाजा खाइयो।
तर फेरि भुँडी घटिसक्यो कि भोकलाई जितिएर अगाडि बढ्यो अब यो भ्लगरले चाहिँ होइन रेड बुल खुवाउँछ अरे हामीलाई ल त्यसैमा हामी खुसी मलाई रेड बुल चाहिँदैन भात पकाएर दियो भने हुन्छ भात त पसेर नि पकाउने जो त्यसो भात पकाउनु त आज खाएको खाएकै हो किन म पनि हाल्दिनँ म एउटा कुरा भन्न चाहन्छु गाइस आज हाम्रो अहिले एउटा च्यालेन्ज छ कि त्यो च्यालेन्ज चाहिँ एक आदि च्यानलमा आउने छ हेर्नु होला त्यो चाहिँ के च्यालेन्ज भन्दा त्यो च्यालेन्ज सेक्रेटली रहनेछ त्यो चाहिँ मै हो नि फेरि सेल्फ स्टिक भए चाहिँ राम्रो हुन्छ सायद भिडियो बनाउनु फाइनली गाइस अर्को च्यालेन्ज नागार्जुन कस्तो लाग्यो अर्को हप्ताको च्यालेन्ज नागार्जुन हुन्छ म त तर कति किलोमिटर जङ्गलको टिकट काटेर तर उकालो छ नि त डाँडा पुग्नुपर्ने हो एकदम राम्रो यार त्यो चाहिँ मेरो चाहिँ उहिलेदेखि नै हो मेरो सोच चाहिँ म त्यस्तो ठाउँमा लास्टै मनपर्छ कि योभन्दा पनि आज त्यो ठाउँ मलाई लास्टबाट लागेको छ म चाहिँ उता गाइड मलाई पैसा चाहिन्छ म गाइड गरिदिन्छु गाइड चाहियो नि त बिजनाले त अब एउटा कुरा म त्यो पनि भ्लगमै भनिदिनु पर्यो यार के भन्नु कसम भन्नु पनि अलिक कस्तो लागिरहेको छ भनिदेऊ न के माछा पोखरीमा छक्काले जिस्काएर बिजोक हो गाइस झन्डै लग्यो यार छक्काले झन्डै यस्तो लग्यो नबोलेको हुन्छ ठिकै छ मेरो त यो अवस्था बढाउने पो हुन्छ त है यसको त झन् हातभित्र कति हात घुसारिदिएको छक्काले झन्डै लग्यो यार तर त आफ्नै दिन भएर चाहिँ होइन माछा पोखरीमा चाहिँ जोगिनु होला भन्छु तपाईँहरूलाई लाजै बनायो नत्र भने किडन्याप हान्नु बेर छैन माछा पोखरी पनि एक विशेष ठाउँ हो। यस्तै हेरेको होइन हात हालेर हजुर खतरा गाली गरिदिएको गरिदिएको छोडिदिएको तर हाम्रो आज रिङ रोड हान्ने मिसन सक्सेस भयो त्यही खुसी लागेको छ यार अहिले पुगेन यार मेरो त अफिस बढाउने त त्यो पनि पो रहेन एक प्याट कुटिसको भए चाहिँ बरु केही पनि हुन्थेन अलिकति चाहिँ गरेको भए चाहिँ